नयाँ पार्टी दलले विजय ठुलो हासिल गर्नु भएको छ। उहाँहरूलाई म बधाई भन्न चाहन्छु, शुभकामना पनि भन्न चाहन्छु। तर यही अहंकार तपाईहरुले दोहोर्याउनु भयो भने यो देशको लागि दुर्भाग्यपूर्ण हुन जान्छ। त्यसकारण तपाईहरुको पनि नेतृत्व मैले गर्नुपर्ने मैले महसुस गरेको छु। यो मैले बडो विनम्रतापूर्वक इमानदारीता साथ यो गिरगिटको कुरा सुन्नुभयो होला नि। केपी ओलीले पार्टी र आफ्नो अस्तित्व खतम पार्यो आफ्नो अहंकारले, घमण्डले। अब पार्टी पनि खतम भयो, केपी को अहंकारले आफ्नो अस्तित्व पनि खतम भयो। न पद रह्यो, न पार्टी रह्यो, न केपी ओली नै अब के रहन्छ। अब उसको जेल जाने पक्का पक्की हो। तर यो मान्छे कता कताबाट उछुट्टिएर कहाँ जित्न पाइन्छ, कहाँ जनतालाई बेवकुफ बनाउन पाइन्छ भन्दै खोज्दै जाँदा बल्ल बल्ल एक ठाउँमा बेवकुफ बनाएर जनतालाई जित हासिल गर्यो। अब जित हासिल गरिसकेपछि नि घमण्ड कति छ यो गिरगिटको। हार्नु पर्ने यो पनि थियो, किनकि यसले आफ्नो गिरगिट पाएर त्यो उसले गर्दाखेरि न पार्टी बचायो, पार्टी पनि खाल्टोमा हालिदियो, आफू मात्रै बन्यो, आफ्नो परिवारलाई मात्रै बनायो। हुन त अहिले त परिवार पनि अब सबै पाखा लागे, सकिए अब। तर पार्टी सखाप पार्यो। माओवादीका जति पनि क्रान्ति गरेर आएका थिए तिनीहरूलाई सखाप पारिदियो। यस्तो अब यसले संसदमा गएर अझ लिड गर्नुपर्ने रे रासपालाई। सोच्न पनि कहाँसम्म सोचेको। गिरगिटहरू अलिकति लाज शरम भन्ने छैन यिनीहरूमा अझै पनि।